ल जय सिद्ध बाबा की जय अच्छा खतरा गएको छु ल साइडमा भएको छु यार मलाई पैसा छैन त आदा हबिबी सिद्धार्थ दिएर गरेको पैसाले हुँदैन नि पजुराली की जय हो एउटा कल गर्न लागि थाहा छ कि त्यो Ding lah. Ini. Laos saja. Lah, laos lah. किनु आउ त ए दोस्रो टिममा चार जनाले गरे तोडेंगे ए पछि गीत हाल्ने हो आउ न लिनु चार जनाले गरम आउ हे दोस्ती हम नहीं तोड़ेंगे जाले पिसाब गरिरहेछ है तीनमुखे पुलको भित्र प्रवेश गर्दै र हामी यता मिस्टर जोन हो हेरिरहेछ के कान्छाले आफ्नो मनोरञ्जन भरपुर मनोरञ्जनले छ आज केटो चाहिँ राजाको घोडा फुकेर हिँड्ने है ल यता हेर कान्छा कान्छा यता होइन कान्छा ल यी हाम्रो सर्पली यो मगर भाषाको नाम हो रिडी भन्ने मगर भाषाको नाम हो यो रिडी भन्ने पानी पानी रिडी एकदम फोहोर भएर यसको नाम रिडी राखे है ओके अहिले हामी चाहिँ त्रिमुखे पुलको भित्र जानेछौँ है अहिले हामी यो गुल्मी है यो गुल्मी छैन नारायण सर जहाँ पिनुभएको छ ढ्याङ ट्याङ ट्याङ लाएर अब यहाँ 3 किलोको माछा निकाल्ने हो के माछा खान पाइन्छ हैन ओके ल यस त्यो दाम नपर्ने बेला छ बुटल कुन ठाउँमा छ कता लाग्छ यति सिसिटिभी क्यामेरा गुल्मी जाने बाटो यो झैँझा कालीमाटी कति रमाइलो माछा सोल्टिनीहरू क्यामेरामा खै गर्छ हो मोबाइलमा ल कस्तो राम्रो है कस्तो दामी छ यार है हाय के छ यहाँ माथि एकदम उता उता हेलो Kala 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 यस्तो गर्दा यस्तो गर्दा यस्तो kala 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 kala
यो सबै लालीगुराँसको बुट्टाहरू रहेछ। यहाँ त लालीगुराँसको डका झोरपाटन महावासर। यो के मन्दिर हो? ओ माय गॉड। झोरपाटनबाट यो सबै लाउँछ अरे स्पेसल्ली। यो पुरा हिउँमा यहाँ पुरा हिउँ पर्ने बेलामा पुरा हिउँ फल्छ अरे यसमा। यो फल्छ नि हिउँ खस्छ अरे। मजाको छ एकदमै। एकछिन त सेलानु नि तिमी यार। माई डियर कस्तो अनुभव भइरहेछ? एकदम बेटर फिलिङ झक्कास हैन? झकास ओके भइरहेछ एकचोटि हेलमेट काट्दिनुस् न। एकचोटि हेलमेट काट्दिनु नेचुरल हेलमेट। ठाउँमा आइएछ यो मौकाले मिल्छ यसरी हामी साथीहरू आएर यसरी घुम्न पाउनु भनेको एकदम यस। अविस्मरणीय क्षण रहनेछ। यस हजुर नमस्कार। वाउ एकदम एकदम रमाइलो लागेछ। प्राकृतिकको प्रेमीहरू है। थकान पनि भइरहेछ तर यो धोरपाटन देख्दाखेरि न्यून एकदम गरिब परिवारको बस्ती रहेछ जस्तो लागिरहेछ मलाई। हो लगभग 85 देखि 90% गरिब बस्तीहरू रहेछन् यहाँ। लगभग दलितहरू पनि रहेछन् होइन। तर जे होस् आनन्द छ, स्वर्ग छ ठाउँ। हबिबी ada fully Jain? यहाँ यहाँ Good. अब आउन कान्छे पालो त देऊ न मलाई पनि यस्तो। सरी यहाँ मलाई आउँदै गरेको खिच्नु। गुड ल आऊ आजा। गाडीसँगै मान्छे बुढी उफ्राउँछ यार। जो चाहिँ ल राम्रो छ। बोस तपाईँलाई कस्तो राम्रो छ, लागिरहेछ एकदम अहिले? राम्रो एकदम प्राकृतिकको सौन्दर्य छ। चारैतिर सल्लाहको बुट्टा। अहिले चाहिँ अफ रोड फुल प्याक्स टायर्ड। ओके थ्याङ्क यू। यहाँ तपाईँले के अनुभव गर्नुभयो यहाँको बारेमा? यहाँको अनुभवमा त्यो प्रकृतिसँग चाहिँ लड्ने भिड्ने हो। तर चाहिँ नेपाल अझै पिछडिएको ठाउँ हो। के गर्ने अब सबैलाई थाहा भएको कुरा हो होइन। यहाँ खेतीहरू के हुने रहेछ के देख्नुभयो तपाईँले? स्पेसल मैले आलु देखेँ। यहाँको चाहिँ आलु खेती छ। यसो क्यामेरा घुमाइदिन्छु सर। पहिला आलु हेर्नुहोस्। यो मुस्ताङको आलु बराबरको आलु फल्दो रहेछ। ल यो धोरपाटनको आलु हो है। यस्तो यसको खेती नै लगभग यहाँको आलुको खेती हुँदो रहेछ हामीले जानेर बुझेअनुसार। अब बजारमा बस्ने मान्छेले एकचोटि गाउँले जीवन बिताउनु छ भने कस्तो रहेछ, गाउँले जीवन कति कष्ट रहेछ हिँड्न होइन, डाँडामा पुग्न कति दुःख हुँदो रहेछ भने यता एकचोटि धोरपाटन आएर हेर्नुहोस् थाहा हुन्छ बल्ल गाउँ। एकदम अवश्य। थ्याङ्क यू सो मच। बुट्टाहरू पनि रहेछन् यहाँ नयाँ बुट्टाहरू फुलफुले ठिक छैन। आँसु आछ आँसुले यार यो भिडियो नबनाउनु त। ओके हाम्रो सरहरू सबै हाम्रो चाहिँ नगरपालिकाको है आगो ताप्दै। म्याडम नमस्ते। नमस्कार। आज चाहिँ मौका सन्दर्भले सबैजना भेट भइयो। छैन महिना नगरमा 4 जना नेत्र सर ठिक गर्ला जस्तो भयो। खुसी लाग्यो यहाँबाट आफ्नो ए दाइ कस्तो चिसो छ। जाडोले टोपी चिसो छ हेर्नुहोस् एकदम चिसो छ। यो ओभन यो पोर्क टोल्दैछ। यहाँ हाम्रो ग्लास कता लोकल एकदम अर्ग्यानिक। यो चाहिँ एकैचोटि हुन्छ है यो चाहिँ। कुकमेन्ट चाहिँ स्पेसिस्ट है लगाएर चिना हो है। मान्छे रातो वाचा लगाएर
यो मासु भन्दा नि रातो मासु भन्दा रातो भएछ ल यार ढोरपाटन सामुदायिक होमस्टेमा आज हाम्रो बास यहाँ यो चाहिँ एउटा समुदायले बनाएको रहेछ यहाँ हाम्रो रामबहादुर थापा मगरले चाहिँ यो अब होमस्टे चाहिँ चलाउनु भएको रहेछ एकदम शान्त डबल आएको छु यो जाडो भइरह अनि चाहिँ यो लाउनु पर्यो जाडो हुन्न भनेर भनेको जाडो भयो म्याक्सिमम जाडो भयो